आज चाहिँ मैले क्रोसेट रोज ह्यान्डमेड रोज फ्लावर कसरी बनाउने त्यसको भिडियो लिएर आएको छु। स्टेप बाई स्टेप गरेर देखाउँछु। रोजको डिजाइन चाहिँ यस्तो रहेको छ, तपाईले देख्न सक्नुहुन्छ। यो चाहिँ मरुन कलरमा, व्हाइट कलरमा अनि पर्पल अनि पिङ्क कलरमा छ। र यस्तो डिजाइनको रोज चाहिँ कसरी बनाउने म तपाईहरुलाई स्टेप बाई स्टेप देखाउन जाँदैछु। तपाईहरुले पनि ट्राई गर्नुहोला। घरमै घरको लागि डेकोरेट गर्न सक्नुहुन्छ र बुकेहरु पनि बनाउन सक्नुहुन्छ। यहाँ चाहिँ मैले व्हाइट कलरको धागो लिएको छु। मैले व्हाइट कलरमा बनाउन जाँदैछु। व्हाइट कलरमा बनाएर देखाउँछु। अब चाहिँ मैले सुरु गर्न जाँदैछु। धागोलाई चाहिँ यसरी लिएँ अनि क्रुस चाहिँ मैले 3 mm को क्रुस लिएको छु। धागो अनुसारको हुक चाहिँ तपाईहरुले लिनु होला। यसलाई यस्तो गर्ने। अब हामीले चाहिँ यहाँ चेन लिनु पर्ने हुन्छ। मैले चाहिँ यहाँ चाहिँ 100 चेन लिन जाँदैछु। तपाईहरुले फ्लावरको त्यो गुत्था त्यो फ्लावरको त्यो कतिको ठुलो बनाउने त्यो अनुसारले चेन लिनु होला। मैले चाहिँ 100 चेन लिन जाँदैछु। काउन्ट गर्दै गर्नु होला। यसरी चेन लिने। मैले चाहिँ 100 चेन कम्प्लिट गरिसकेको छु। देख्न सक्नुहुन्छ। अब चाहिँ हामीले डबल क्रोसेट गर्नुपर्ने हुन्छ। सेकेन्ड चेन, थर्ड चेनबाट चाहिँ स्टार्ट गर्नु होला। दुईटा चेन चाहिँ स्किप गर्नु होला। यसरी चाहिँ डबल क्रोसेट गर्ने। फुल 100 चेन लिनुभएको 100 चेन मै सबै डबल क्रोसेट गर्ने। यो चाहिँ यस्तो डिजाइनको देखिन्छ। डबल क्रोसेट गर्दै गएपछि काउन्ट गर्दै अगाडि बढ्नु होला, ताकि कुनै पनि चेन चाहिँ मिस नहोस्। यसरी नै तपाईहरुले चाहिँ 100 वटा चाहिँ डबल क्रोसेट गर्नु होला। मैले चाहिँ यहाँ चाहिँ 100 वटा डबल क्रोसेट कम्प्लिट गरिसकेको छु। अब चाहिँ हामीले यहाँ चाहिँ 5 चेन लिनुपर्ने हुन्छ। 5 चेन लिने अनि यसलाई टर्न ब्याक गर्ने। अनि हामीले 5 चेन लिसकेपछि यसलाई यो सुरुको फर्स्ट चेनमा हामीले डबल क्रोसेट गर्ने।
अनि हामीले त्यो जुन सुरुमा चेन लिएको छ त्यसलाई 1 गनिन्छ है, 1 गनिन्छ है। अब हामीले दुईटालाई स्किप गरेर अर्को चेनमा चाहिँ लिनुपर्ने हुन्छ डबल क्रोसेट। दुईटा चेन चाहिँ स्किप गर्ने अनि डबल क्रोसेट गर्ने। अब यहाँ हामीले 2 चेन लिनुपर्ने हुन्छ, 1 2 अनि फेरि सेम स्पेसमा त्यसमै डबल क्रोसेट गर्ने। अब फेरि दुईटा स्किप गर्ने अनि थर्ड चेनबाट डबल क्रोसेट गर्ने अनि फेरि 2 चेन लिने, 1 2 अनि फेरि सेम स्पेसमा डबल क्रोसेट गर्ने। फेरि दुईटा स्किप गर्ने। त्यसरी नै गर्दै जाने है। 1 2 स्किप गर्ने अनि फेरि थर्ड चेनबाट डबल क्रोसेट गर्ने। 2 चेन फेरि सेम स्पेसमा डबल क्रोसेट। यो चाहिँ हाम्रो थर्ड राउन्ड हो है। राउन्ड पनि काउन्ट गर्ने। यसरी नै तपाईहरुले चाहिँ गर्दै जानु होला। यहाँ चाहिँ मैले कम्प्लिट गरिसकेको छु थर्ड राउन्ड चाहिँ कम्प्लिट गरेको छु। अब हामीले यहाँ चाहिँ 2 चेन लिनुपर्ने हुन्छ। अनि यसलाई टर्न ब्याक गर्ने, ब्याक गरेर यो सुरुको छ नि त्यहाँ चाहिँ हामीले डबल क्रोसेट गर्ने अनि त्यो चेन 2 चेन लिएको थियो त्यसैलाई हामीले 1 गनिन्छ। दुईटा चेन भयो, दुईटा डबल क्रोसेट भयो त्यो चाहिँ। अब चाहिँ हामीले 2 चेन लिएर फेरि डबल क्रोसेट गर्ने 2 चोटी। एकदम ध्यान दिएर हेर्नु होला कसरी गरेको छु। अब चाहिँ हामीले फेरि अर्को नेक्स्ट स्पेसमा यसलाई छोडेर यसमा डबल क्रोसेट गर्ने है। एकचोटी, 2 चोटी अनि फेरि 2 चेन लिने। वन टू चेन अनि फेरि त्यही सेम स्पेसमा डबल क्रोसेट गर्ने 2 चोटी। अब अर्को स्पेसमा फेरि त्यसलाई स्किप गरेर अर्को त्यसमा 1 2 फेरि सेम स्पेसमा 1 2 2 चोटी डबल क्रोसेट गर्ने अनि चेन 1 2 2 चोटी चेन लिने अनि फेरि त्यही सेम स्पेसमा 2 चोटी डबल क्रोसेट गर्ने। त्यसरी गर्दै जाने। कम्प्लिट भइसकेको छ है यो राउन्ड पनि। देख्न सक्नुहुन्छ यसको यो टपिङ चाहिँ यस्तो देखिन्छ। टपिङ चाहिँ चुचुचुचु देखिन्छ नि, यस्तो देखिन्छ। अब हाम्रो यो चाहिँ फाइनल राउन्ड हो है, लास्ट राउन्ड। अब हामीले यहाँ चाहिँ चेन 1 लिएर टर्न ब्याक गर्ने, फेरि ब्याक गरेर सुरुको स्पेसमा हामीले 4 चोटी डबल क्रोसेट लिनुपर्ने हुन्छ। अनि यो मैले यो सुरुको चेनलाई चाहिँ 1 गनेर 2 3 भयो यसमा। अब एकचोटी फेरि
टू चेन लिने अनि यो 2 चेनको तलपट्टि यो दुईटा लाइनलाई भन्ने कि चेनलाई भन्ने त्यसरी लिने है। मैले देख्न सक्नुहुन्छ मैले कसरी लिएको छु। यसरी यस्तो गर्ने अनि फेरि त्यही सेम स्पेसमा हामीले 4 चोटि फेरि डबल क्रोसेट गर्ने है। रोज फ्लावर पनि डिजाइनको हुन्छ, हेरी हुन्छ, सबै एउटै डिजाइनको हुँदैन। केही स्टेपहरू चाहिँ फरक हुन्छ। अनि फेरि 4 चोटि लिने। अब चाहिँ हामीले 4 चोटि डबल क्रोसेट लिइसकेपछि अर्को स्पेसमा चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ यस्तो डिजाइनको देखिन्छ है, यस्तो चुच्चो टाइपको डिजाइनको देखिन्छ। अब चाहिँ अर्को स्पेसमा सिंगल क्रोसेट गर्ने, त्यसमा हामीले अघि सुरुमा गरे जस्तो गर्ने अनि यो सेकेन्ड स्पेसमा चाहिँ हामीले सिंगल क्रोसेट गर्ने है। अब यसमा यो स्पेसमा चाहिँ थर्ड स्पेसमा चाहिँ हामीले फेरि अघिको जसरी 4 चोटि चाहिँ डबल क्रोसेट गर्ने। थ्री टाइम्स भयो। अब फेरि एकचोटि। अब यहाँ हामीले चेन 2 लिने, दुईटा चेन लिने अनि यसलाई दुईटा लिने अनि यसरी सिंगल क्रोसेट गर्ने अनि फेरि सेम स्पेसमा हामीले फेरि 4 चोटि डबल क्रोसेट गर्ने। एकदम सजिलो छ है, धेरै सजिलो। फेरि 4 चोटि यसरी यस्तो डिजाइनको देखिन्छ है। 4 चोटि भयो। देख्न सक्नुहुन्छ यो चाहिँ कस्तो यो फ्लावरको डिजाइन यस्तो राम्रो डिजाइनको छ है। चुच्चो यो पेटल बनाऊँ यसलाई, फ्लावरको पेटल। अनि अब यसको सेकेन्ड चेनमा चाहिँ हामीले अघिको जसरी सिंगल क्रोसेट गर्ने। कुनै पनि स्पेसहरू चाहिँ नछोड्नु होला, एकदम ध्यान दिएर गर्नुपर्ने हुन्छ किनकि स्पेसहरू धेरै नै देखिन्छ अनि कन्फ्युज हुन सकिन्छ। अनि फेरि अर्को स्पेसमा अघिको जसरी गर्ने 4 चोटि डबल क्रोसेट गर्ने। फेरि अर्को स्पेसको यसरी तपाईहरुले चाहिँ गर्दै जानु होला। यो जसरी मैले अगाडि गरेर देखाएँ त्यसरी नै तपाईहरुले सब यो सब गर्नु होला। अब यहाँ चाहिँ मैले यो चाहिँ कम्प्लिट गरिसकेको छु। देख्न सक्नुहुन्छ यो पेटलहरु चाहिँ कति ब्युटिफुल देखेको छ, कति राम्रो देखेको छ है। फ्लावरको यो पेटलहरु यसरी चाहिँ तपाईहरुले चाहिँ गर्नु होला, इजी छ एकदम। अब चाहिँ म तपाईहरुलाई यो चाहिँ राउन्ड गरेर देखाउँछु, यसलाई रोल गरेर देखाउँछु। अनि फ्लावर सेम फ्लावर जसरी मैले डेमो राखेको छु सेम त्यस्तै यसरी देख्न सक्नुहुन्छ। यो चाहिँ फ्लावरको डिजाइन यसरी नै तपाईहरुले बनाउनु होला। अब चाहिँ हामीले यसलाई चाहिँ ग्लु लगाएर चाहिँ जोइन गर्नुपर्ने हुन्छ स्टिकमा। अनि यो चाहिँ ग्रीन कलरको यो पत्ता के फ्लावरको पत्ता है, त्यो चाहिँ कसरी बनाउने है। यो चाहिँ जरामा हामीले त्यो हुन्छ नि यो फ्लावरको, यो चाहिँ कसरी बनाउने म तपाईहरुलाई यो चाहिँ देखाउँछु।
यसको ट्युटोरियल हेरौँ है त। यो चाहिँ यसरी ग्रिन कलरको धागो लिएँ मैले है। धागो चाहिँ मेरो पातलै छ, त्यही भएर मैले क्रुस पनि सानै लिएको छु। यस्तो गर्ने यसलाई चाहिँ, अनि यसलाई भित्रबाट यसरी तानेर यस्तो गरेर यस्तरी लिने। अलिक गाह्रो छ यो है, अलिक कन्फ्युजन टाइपको छ। कसैले चाहिँ अर्कै आफ्नो आफ्नो तरिका हुन्छ है यो लिने, मैले चाहिँ यसरी लिन्छु। अब यहाँ चाहिँ चेन लिने 1 2 3। अब चाहिँ हामीले यहाँ चाहिँ डबल क्रोसेट गर्दै जाने है। 16 टाइम्स है, म 16 चोटि चाहिँ डबल क्रोसेट गर्ने काउन्ट गर्दै। अनि यो सुरुमा 3 चेन दिएको छ नि, त्यो चेनलाई चाहिँ 1 गनिन्छ है। हो त्यहाँ त्योबाट चाहिँ तपाईहरुले काउन्ट गर्नु होला। अब यसलाई थोरै टाइट गर्ने। 16 चोटि चाहिँ डबल क्रोसेट गर्ने। हामीले यो रिङलाई चाहिँ कम्प्लिट गर्नुपर्ने हुन्छ। यो रिङलाई कम्प्लिट गर्ने 16 चोटि डबल क्रोसेट गरेर है त। अनि जति अगाडि बढ्दै जानुभयो त्यति त्यो धागोलाई चाहिँ टाइट गर्दै जानु होला। यहाँ चाहिँ मैले यो रिङलाई कम्प्लिट गरिसकेको छु 16 टाइम्स है। 16 चोटि चाहिँ मैले यो रिङलाई 16 चोटि डबल क्रोसेट गरेर चाहिँ मैले चाहिँ यो रिङलाई कम्प्लिट गरेको छु। अब यसलाई मजाले टाइट गर्ने। अनि यो सुरुकोमा चाहिँ यस्तो गर्ने, अनि यसलाई यस्तो गर्ने है, टाइट गर्ने। अब चाहिँ हामीले 2 चेन लिनुपर्ने हुन्छ। अनि अब यहाँबाट चाहिँ हामीले सिंगल क्रोसेट गर्दै जाने है। पुरा रिङ भर्ने, पुरा रिङमा रिङलाई कम्प्लिट गर्ने सिंगल क्रोसेट गर्दै। अनि यो रिङ चाहिँ अलिकति टाइट, एकदमै टाइट भयो भने तपाईहरुले चाहिँ डबल डबल सिंगल क्रोसेट गर्दै जान पनि सक्नुहुन्छ है। एकचोटि गर्दा नि हुन्छ, अनि डबल डबल सिंगल क्रोसेट गर्दै पनि जानुहुन्छ। त्यस्तो डबल गर्दै गयो भने चाहिँ त्यो टाइट हुँदैन के, टाइट हुँदैन। अनि त्यो कोप्रो हुँदैन के, कोप्रो बन्दैन के, त्यो डाडु जस्तो कटौरा जस्तो भइदिनु सेपको चाहिँ हुँदैन। स्याप्पा मजाको सेप चाहिँ बस्छ। डबल डबल गर्नु होला तपाईहरुले। मैले चाहिँ यहाँ चाहिँ कुनैमा डबल कुनैमा सिंगल त्यसरी गरेको छु। अनि यो एन्डिङ पार्टमा आएपछि चाहिँ तपाईहरुले चाहिँ सुरुमा मैले कसरी गरेर देखाएको चाहिँ हो त्यसरी गर्नु होला। यसरी लिने, यस्तो गरे यस्तो गर्ने है। दुई चोटि चाहिँ है हामीले त्यो डबल क्रोसेट रिङ भरिसकेपछि स्टार्टिङको रिङ कम्प्लिट गरेपछि हामीले दुई राउन्डसम्म चाहिँ हामीले चाहिँ गर्नुपर्ने हुन्छ है सिंगल क्रोसेट। यसरी भर्नु होला रिङलाई। अब मैले चाहिँ यहाँ चाहिँ यो चाहिँ भरिसकेको छु, कम्प्लिट भइसकेको छ। अब चाहिँ हामीले यहाँ चाहिँ 4 चेन हुनाले अब 4 सिंगल क्रोसेट गर्ने। अब चाहिँ हामीले चाहिँ यो ग्रीन त्यो पत्ता के अब त्यो पात बनाउनको लागि रेडी गर्नुपर्ने हुन्छ। अब यसलाई चेन 1 गर्ने। 4 चोटि मैले सिंगल क्रोसेट गरेँ। अब यसलाई चेन 1 गरेर ब्याक गर्ने। अनि सुरुकोमा फेरि जस्ताको जस्तै सिंगल क्रोसेट गर्ने 4 चोटि नै ब्याक गरेर। अनि फेरि चेन 1 गर्ने, काउन्ट गर्ने है, काउन्ट गर्ने। 4 वटा पुग्यो पुगेन, मिस हुन पनि सक्छ। फेरि ब्याक गर्ने।
अनि अब चाहिँ हामीले यहाँ चाहिँ सेकेन्ड चेनबाट चाहिँ भन्नाले सेकेन्ड स्पेसबाट चाहिँ सुरु गर्नुपर्ने हुन्छ। 4वटा छ नि त। अब हामीले एउटालाई स्किप गरेर सेकेन्ड, किनकि अब यसलाई चाहिँ घटाउँदै जाने है, घटाउँदै जाने चाहिँ गर्ने। अनि चेन 1 गर्ने अनि ब्याक गरेर फेरि सेकेन्ड चेनबाट लिने, एउटालाई स्किप गरेर सेकेन्ड चेनबाट स्टार्ट गर्ने। यसरी अगाडि बढ्दै जाने। अब यहाँ चाहिँ चेन 1, अब हामीले चाहिँ फेरि सेकेन्ड चेनबाट स्टार्ट, चेनमा टर्न गर्ने, टर्न ब्याक। अनि अब चाहिँ हामीले यो सुरुकोलाई लिने अनि लास्टकोलाई लिने है, बिचकोलाई स्किप अनि चेन 1 फेरि टर्न ब्याक गर्ने। अब डाइरेक्ट लास्टकोलाई लिने है ल। अनि यो कम्प्लिट भयो, देख्न सक्नुहुन्छ। यो चाहिँ यस्तो सेपको बनाउने है, घटाउँदै लगेर यस्तो सेपको बनाउने। अब यसलाई कट गर्ने अनि यसलाई यस्तो गर्ने ल। अब चाहिँ हामीले एउटा चाहिँ भयो। अब एटलिस्ट हामीले यो रिङमा चाहिँ 5वटा बनाउनु पर्ने हुन्छ। 5वटा चाहिँ हामीले बनाउनु पर्ने हुन्छ यस्तै। अब चाहिँ धागो यसरी लिएर फेरि अर्को साइडमा मैले स्टार्ट गरेँ। यो पछाडिको धागोलाई यसरी चिप्नु होला, टाइट होस् हैन, नपुत्कियोस्। अब यहाँ 4 चेन लिने फेरि है, फेरि एकचोटि अझै गरेर देखाउँछु। 4 चेन लिने, 2 चेन भयो। यो भन्नाले सिङ्गल क्रोसेट, सरी चेन भनेछु। 1 2 3 चेन, 4 चेन लिए, फेरि चेन भनेछु। क्रोसेट वा सिङ्गल क्रोसेट, 4 चोटि सिङ्गल क्रोसेट लिएर अनि अर्को स्पेसबाट स्टार्ट गरिसकेको छु। अब यसमा चेन 1 अनि अघिको जसरी अगाडि गरेको थियो त्यसरी नै अब सेकेन्ड चेनबाट घटाउँदै जाने। फेरि सेकेन्ड चेन, चेन 1 टर्न ब्याक, फेरि सेकेन्ड चेनबाट चेन 1 टर्न ब्याक। अब सुरुको चेनलाई लिने अनि लास्टको चेनलाई लिने, लास्टको चेन भन्नाले लास्टको स्पेसलाई लिने। खालि चेन भन्न आउँछ किन हो, खालि मुखमा चेन मात्रै भयो मेरो। अब डाइरेक्ट लास्टको लिने, यसरी लिने अनि यो चाहिँ कम्प्लिट भयो, देख्न सक्नुहुन्छ। अनि इक्वल साइजको हुनुपर्छ है, कोही सानो कोही ठुलो त्यस्तो चाहिँ नहोस्, इक्वल हुनुपर्छ। तपाईँहरूले चाहिँ सिङ्गल क्रोसेट 4 चोटि गर्नुभयो भने चाहिँ इक्वल हुन्छ। अनि एक साइडमा 4वटा, एक साइडमा 5वटा लिनुभयो भने चाहिँ हुँदैन है इक्वल। यसरी चाहिँ 5वटा कम्प्लिट गर्नुपर्ने हुन्छ है। मैले यहाँ चाहिँ स्टिक लिएको छु, मैले त्यो कम्प्लिट गरिसकेपछि चाहिँ अब यहाँ चाहिँ मैले अब जोइन गर्छु। अनि तपाईँहरूले ग्लु लगाएर यसरी स्टिकमा रोल गर्दै जानुपर्छ। अनि यो फ्लावर बनाउन सजिलो छ, गाह्रो छैन। तर यो स्टिकमा लगाएर यो ग्लु लगाएर हैन यो रोल गर्न चाहिँ अलिक गाह्रो छ है। किनकि अब यो ग्लु पनि त्यस्तै
ध्यान दिएर चलाउनु पर्ने हुन्छ, सबै ल्याटारप्याटा हुन्छ अनि हात पनि पोल्छ हैन, केयरफुल भएर गर्ने। यसरी ग्लु लगाउँदै प्रेस गर्दै, अन्त प्रेस गर्दाखेरि चाहिँ हातमा त्यो लाग्न सक्छ अनि पोल्छ के अलि, अनि किनकि तातो तातो हुन्छ नि त ग्लु। यसरी बिस्तारै ग्लु लगाउँदै रोल गर्दै ग्लु लगाउँदै रोल गर्दै प्रेस गर्दै जानु होला। तपाईहरुले अब यो रोल गरिसकेपछि कहाँ कहाँ पुगेको छैन पेटलहरुमा बिच भित्र त्यहाँ ग्लु लगाएर पछि जोइन गर्न पनि सक्नुहुन्छ है, ग्लु लगाएर प्रेस गर्न पनि सक्नुहुन्छ है, अझै टाइट गर्न सक्नुहुन्छ। यस्तो देखेको छ, देख्न सक्नुहुन्छ कति राम्रो देखियो। अब यसलाई चाहिँ हामीले अघि बनाएको ग्रीन कलरको लाई पनि एड गर्यो भने झनै राम्रो देखिन्छ। यसलाई चाहिँ अब यसरी लगाउने। अब यहाँ चाहिँ हामीले ग्लु एड गर्ने, सजिलो छ, ड्याङ ड्याङ भइहाल्छ। अब चाहिँ हामीले यहाँ ग्लु लगाउने है, तातो हुनुपर्छ है ग्लु चाहिँ, मजाले हुन्छ कि। अनि यसरी ग्लु लगाउने अनि एकछिनसम्म प्रेस गर्ने, त्यो लगाएर यति नछोड्ने, त्यो एकछिनसम्म प्रेस गर्नुपर्छ है एकदम टाइटली। प्रेस गर्नु होला। अनि यो पेटललाई चाहिँ पेटलमा पनि थोरै ग्लु लगाएर माथि प्रेस गर्नु होला। यसरी ड्याङ ड्याङ थोरै ग्लु लगाएर माथि यसरी प्रेस गर्नु होला। प्रेस गर्यो भने चाहिँ एकदम बलियोसँग त्यो टाँसिन्छ के। यसरी रेडी भएको छ, हेर्न सक्नुहुन्छ कस्तो राम्रो देखियो। व्हाइट कलरको रोज कम्प्लिट भयो। यसरी नै तपाईहरुले बनाउनु होला। अब चाहिँ हामीले चाहिँ यो स्टिकलाई चाहिँ ग्रीन कलरको स्टिक छ भने चाहिँ पर्दैन, व्हाइट कलरको स्टिकमा चाहिँ हामीले ग्रीन कलरकै बनाउनु पर्ने हुन्छ। अब टेप लगाएर हुन्छ कि धागोले रोल गरेर हुन्छ कि है। मैले चाहिँ धागोले अब यसलाई कभर गर्दै छु। यसरी कभर गर्ने ग्रीन कलरकै, जस्तो कलरको तपाईले त्यो फ्लावरको त्यो जुन पेटल बनाउनु भएको छ त्यस्तै कलरले चाहिँ यसरी कभर गर्ने स्टिकलाई। ग्रीन कलरको स्टिक लिनु होला सकेसम्म है। तपाईलाई यसरी चाहिँ कभर ग्रीन टेपले धागोले कभर गर्नु पर्दैन। यो कम्प्लिट भइसकेको छ। वाउ कति राम्रो देखेको छ। तपाईहरुले घरमा मजाले डेकोरेट सजाउनु, यसरी पोल्नु होला है आगोले है। यो भुवाहरु सबै मार्नु होला, ध्यान दिएर पोल्नु होला। फेरि तपाईहरुले बुकेहरु पनि बनाउन सक्नुहुन्छ है, यसरी फ्लावर बनाउन जान्नुभयो भने। डिफ्रेन्ट कलर है, कलरको फ्लावरहरु कम्प्लिट गरिसकेको छु मैले, देख्न सक्नुहुन्छ। यसरी नै तपाईहरुले चाहिँ घरमा फ्लावरहरु बनाउनु होला। फ्री टाइममा चाहिँ यसरी बनाउनु होला। अनि तपाईहरुले सेल पनि गर्न सक्नुहुन्छ। अनि घरमा यसरी डेकोरेट गर्न पनि सक्नुहुन्छ। अनि बुकेहरु पनि बनाउन सक्नुहुन्छ है त। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्यांक यू भेरी मच। बाई।